सम्पूर्ण देशवासी नेपालीहरुमा मेरो सलाम। ओके, अब आज म अलिकति केही ओभरवेल्म छु किनभने तपाईं सुनिरहनु भएको छ र्युमर होइन, सत्य होला कति अर्ध सत्यहरू होला तराईको विषयमा है। भूकम्प आएको बेलामा तराईको नेताहरूले अर्थात् सरिता गिरी सिके राउतले विखण्डनकारी कुरा गर्यो भन्ने विषयमा। ओके, आम गर्न एड्रेस दिस। तपाईलाई थाहा छ म गोर्खाली हो। म गोर्खाली बन्नलाई गोर्खाली भएकोमा म प्राउड गर्छु। तर तपाईलाई थाहा छ दुई किसिमको गोर्खाली हुन्छ। एउटा गोर्खाली जसले एङ्ग्लो नेप्लिज वार हुँदा 1814 देखि 16 सम्मको वार थियो। त्यो एङ्ग्लो नेप्लिज वार हुँदाखेरि ब्रिटिससँग साहसको साथ ब्रिटिसको तोप गोला माथि आफूसँग भएको त्यो ढुङ्गा बन्चरो के छ सबै युज गरेर त्यो साहसको साथ आइमै बच्चाले फाइट ब्याक गरे र उनीहरूलाई ब्रिटिसबाट आफ्नो देश डिफेन्ड गर्न सके। अमरसिंह थापा यस्तो वीरहरूको गोर्खाली, त्यो गोर्खाली बन्नलाई म गर्व गर्छु। ओके, द्याट वाज असम। हामीले अहिले पनि हिस्ट्रीमा हामीले ब्रिटिसलाई डिफेन्ड गर्यौँ भन्दाखेरि चाहे जनसङ्ख्याको जुनसुकै कुनामा जानुहोस्, डिड यु गाइस रियली यु फट ब्रिटिस भन्छ। ओके, तर गोर्खाली पार्ट 2 अर्को बोक्रे गोर्खाली, भेडो गोर्खाली। अब तपाईँलाई म भन्छु, जब त्यतिखेर नेपालले केही ठाउँहरू पनि गुमाउनु पर्यो सुगौली सन्धिको मार्फत 1816 मा, त्यसपछि कस्तो नेपाली प्रकृति स्टार्ट भयो भन्दाखेरि गोर्खालीले नेपालीलाई आफ्नो सेना बनाएर लिएर हिँड्न थाल्यो। बलबहादुर कुँवरलाई अफगानिस्तानमा कोलोनाइज गर्नुपर्ने थियो, त्यहाँ युज गर्यो। बलबहादुर कुँवर त्यहाँ मर्यो। हेर्नुहोस्, नेपालीलाई बाटो थियो ब्रिटिसहरू यतिसम्म बाटो कि यो गोर्खाली तिमीहरू त हरिपो हो, तिमीहरू जस्तो लड्न कसैले जानेको छैन भनेर उचाल्यो। अनि उचालेर लगेर सबतिर उसको जहाँ कोलोनी उसले बनाउँछ त्यहाँ नेपालीलाई लडायो। ऊ लड्नु परेन अर्का। अनि यो दोस्रो खालको गोर्खालीहरू जो हामी ब्रिटिस कोलोनियल्सको लागि लड्यौँ, हामीलाई केही थाहा छैन, न देशभक्ति छ हामीसँग के मात्र छ तपाईँलाई भनिदिउँ, त्यो ब्रिटिसको बन्दुकको नाल बाहेक अरू हाम्रो दिमागमा केही पनि छैन। भरुवा गोर्खाली हामी, मुडे गोर्खाली, अर्काले अरू देशमा प्लन्डर गरिरहेको छ, हामीलाई युज गरिरहेको छ, हामी हाम्रो रगतको मूल्यमा हामी अर्काको देशमा गएर त्यो ब्रिटिसको देश बनाइदिइरहेछौँ। अनि यसरी भिक्टोरिया क्रस लिइरहेछौँ। फक द्याट भिक्टोरिया क्रस। ओके, त्यो दोस्रो खालको भेडो गोर्खाली। दुई किसिमको गोर्खाली बन्न छ र तपाईँ गर्व गर्नुहोस्, पहिलो गोर्खाली बन्नुहोस्। जब दोस्रो खालको भेडो गोर्खाली बन्नुहुन्छ तपाईँले माया ममता राष्ट्रभक्ति मात्र होइन, तपाईँसँग कोलोनियलिजम, यो भेडोपना, यो कुनै पनि कुरालाई हेर्ने एनालाइसिस गर्ने सबै त्यो ब्रिटिसको बन्दुकको नालमा गएको हुन्छ क्या। वाट एभर। ओके, लेट मी गेट स्टार्टेड। सरिता गिरीले के भनिन् भन्दाखेरि मलाई यस्तो महसुस हुन थाल्यो कि यहाँ भूकम्पको न्यू देखाएर राजनीतिक तरिकाले इमर्जेन्सीको लागि मात्र होइन कि पर्मानेन्टली नै मान्छेहरू सार्नलाई प्र्याक्टिस भइरहेछ कि भन्ने आह्वान भयो भनेर भने उसले। ओके, उसले त्यो भने उसलाई महसुस भएको कुरा उसले भने त्यो हुँदैछ पनि भनेको होइन। र एउटा कुरा हामीले विचार गर्नुपर्छ है, नेपालमा संघीयता विरोधी मान्छेहरू छन्। कसैले यस्तो पनि सोध्छन् कि त्यो बाहुनहरूलाई गएर त्यो ताप्लेजुङको लगेर गऱ्यो भने त लिम्बुवान र बाहुन त्यतिकै झगडा गरेर बस्छन्, संघीयता भन्ने कुरा कहिले पुरै हुँदैन। अर्थात् तराईमा गएर बाहुनहरू अथवा क्षेत्रीहरू अथवा खस जातिको मान्छेहरू अथवा लिम्बूहरू हालिदियो भने त त्यहाँ के हुन्छ त भन्दाखेरि त्यहाँ संघीयताको प्रश्नै हुँदैन भनेर संघीयता विरोधी तत्त्वहरू केपी ओली, वामदेव खेमा र काङ्ग्रेसको पनि मुख्य मान्छेहरूले यो प्लान नगरेका होला नि भन्न सकिँदैन। बुझ्नु भएन? र यो एक हिसाबले महेन्द्रवादी प्लान पनि हो, ट्रुली स्पिकिङ है। र त्यसमा उसले एउटा उसको डर देखाउनु होइन, उसको एउटा त्रास देखिनु, ट्विटरमा पोखिनु भनेको त्यो ठुलो कुरो थिएन। त्यो राइट पनि प्रुभ हुन सक्थ्यो, रङ पनि प्रुभ हुन सक्थ्यो। के हुँदैछ मलाई थाहा छैन। तर त्यो कुरालाई लिएर भालु यो इन्डियन बिहारबाट आयो कि तपाईँ यो कहाँबाट आएकोस्, ओके वेयर यु कम फ्रम, सेम त्यो
तराईको मान्छेहरू जन्मजात तराई, तिनीहरूको पुर्खादेखि एन्सेस्ट्रीदेखि त्यहाँबाट आएको, त्यहीँ बसेको। तपाईँ कहाँबाट आएको तपाईँको थाहा छैन। म यो भन्दैछु म जस्तो मान्छेहरूलाई, आर्य खस व्यक्तिहरूलाई। तर मैले भनेको हामी यो देश छोडेर भाग्नुपर्छ भनेको होइन, तर हाम्रो एन्सेस्ट्रीको बारेमा नेपाली हो भन्ने हामीसँग स्पष्ट प्रमाणहरू छैन भने तिमी को हो अर्काको एन्सेस्ट्री हो कोही सोध्ने। वेनेभर सी कम्स नेपाल, इट डजन्ट म्याटर। अब अनि यो भन्ने त्यो चाहिँ भेडो गोर्खालीहरू पढ्नु गुन्नु 22.5, ब्रिटिसको बन्दुक बोक्यो हिँडो, ब्रिटिसले जे पढायो त्यही गर्ने, लास्टमा एउटा भिक्टोरिया क्रस लियो, अनि कति त्यो इनोसेन्ट मान्छेहरूलाई मारेको छ खुकुरीले है। त्यो ब्रेभरी नेसनालिटीको लागि होइन है, कोलोनियलिजमको लागि ब्रेभरी। त्यसमा त तिमीलाई गिल्टी फिल हुनुपर्ने त यार, उल्टो गर्व गर्छु, किनभने तिमीलाई देशले गर्व गर्न सिकायो नि त। जुन देशले तिमीलाई पृथ्वी नासा जस्तो एट्याकर, इन्भेडर, अर्काको ठाउँ एट्याक गर्ने कोलोनियलिस्टलाई पूजा गर्न सिकाएको थियो तिम्रो पाठ्यक्रमले है। वाटएभर। सो आई वुड लाइक टु मुभ अन टु एनदर टपिक, सिकेर आउट। ओके, यही प्रसङ्गमा इन्टरसेक्ट हुने सिकेर आउट, उसले एउटा मेनिफेस्टो लेखेको छ नेपाललाई, नेपाली साम्राज्यवादको कुराहरू। उसका कुराहरू सबै भन्दैन म, 80% राइट छ। नेपालमा पनि साम्राज्यवाद थियो, तपाईँले मान्ने कि नमान्ने। तपाईँ अहिले नेपाली हुनुहुन्छ, उताबाट इन्डियन आएर सुस्ता मात्र होइन, तपाईँको एरिया लमजुङसँगै अर्थात् गोर्खा सबै कचाकुचुक लियो, अनि मैले एउटा देश बनाएँ, मेरो एउटा देश स्ट्रङ बनाएँ भनेर इन्डियनले गर्व गर्यो मोदीले। भने तपाईँ इन्डियन बन्न तयार? पृथ्वीनारायण गरेको त्यही त हो नि, देश स्ट्रङ बनायो भनेर नेपाल के गर्यो उसले? अर्काको देश स्वशासित भएर युगौँदेखि बाँचिरहेको किराँती आफ्नो भाषा आफ्नो धर्म भएको देशलाई एट्याक गरेर लिने, मिथ बनाउने है, अनि त्यही मिथको अनि बिहे गर्न जाने राजाको छोरीलाई लास्टमा त्यही ससुरालाई एट्याक गर्ने, यस्तो क्रिपी र घिनलाग्दो है ब्रुटल इम्पेरियलिजम हो नेपालको, ट्रुली स्पिकिङ। तपाईँले सत्य मान्ने कि नमान्ने है। र यो इम्पेरियलिजमको उसले इम्पेरियलिजम थियो भन्ने कुरालाई तपाईँलाई एक्नोलेज गर्ने कि नगर्ने, म गर्छु। र हामी यदि इतिहास पढ्ने भने हामीले गर्नुपर्छ। तर यति एक्नोलेज गर्ने बित्तिकै सबैलाई अब छुट्टा राजनीति पहिला पृथ्वीनारायण अगाडिको टाइममा होइन। मैले भन्ने खोजेको त्यतिखेर खोसिएका केही अधिकारहरू, त्यतिखेर हामीले दबाइएका मान्छेहरू जसलाई अहिले हामी लिम्बू त नेपाली होइनस् भनिन्छ, लिम्बू त धोती भनिन्छ, तेरो बाउ धोती हो, तेरो ओके आइ एम सरी, लेट मी बी भायोलेन्ट हियर। म यस्तो कुराहरू कडा भएर काट्न चाहन्छु जसले मधेसवासीलाई धोती भन्छ, अलिकति कालो रङदेखि मधेसवासी अर्थात् मधेसी थर भएको मान्छेहरूलाई। तर मधेसमा बस्ने बाहुन थर भएको मस्तो मान्छे होइन फेरि लाई चाहिँ त्यो शब्द युज गर्छ नि। म त्यसलाई के भन्न चाहन्छु भने, लेट मी बी ब्रुटल्ली अनेस्ट हियर, ओके। तेरो बाहु धोती हो, किन? तेरो देशलाई बरु 2007 सालमा हेर, 2046 सालमा हेर, इन्डियाले कन्ट्रोल गरेको छ, हरेक स्टेपमा इन्डियाले कन्ट्रोल गरेको छ। इन्डियाले तेरो देशको हरेक राजनीतिको परिवर्तनहरू त्यहाँ गएर सन्धिबाट लेखिएको छ। तर त थाहा छ मिथिलामा न इन्डियाले न ब्रिटिसले अहिलेसम्म रुल गरेको छैन। ब्रिटिस सरकारमा पनि स्वशासित थियो। नेपाल भएको त मिथिलाञ्चल नेपाल भएको लगभग 1816 पछाडिको कुरा हो। नेपाल थिएन त, त्यो आफै स्वशासित थियो, आफैमा नाम थियो ठुलो, उसको आफ्नो कल्चर थियो, आफ्नो सभ्यता थियो, आफ्नो लिपि थियो। अनि त्यसलाई धोती भन्ने को हो? तिमी बढी धोती छौ तिनीहरूभन्दा, किनभने तिमी बढी इन्डियन छौ, तिनीहरू कम इन्डियन छन् तिमीभन्दा। यु गट माई पोइन्ट? र कुरै बुझ्दै नबुझे, ओके, म सिके राउतको सपोर्टर होइन। उसले भने कति कुराहरूलाई हामीले एक्नोलेज गर्नुपर्छ, त्यसमा डिल गर्नुपर्छ है। अनि के हुन्छ भविष्यमा, अथवा नेपाललाई एउटा नेपाल बनाएर पावर कसरी डिसेन्ट्रलाइज गर्न सकिन्छ, कसरी लिम्बूलाई पनि सम्बोधन गर्न सकिन्छ, मधेसीलाई पनि गर्न सकिन्छ, र युनिफाइड नेपाल बनाउने भन्ने कुरा सोच्नु छोडेर है, हामी जब हेट्रेड मङ्गरिङ, यो के भन्छ, त धोती त लिम्बू देश टुक्र्याउने भन्न थाल्छौँ नि, हामी अब चाहिँ हामीले देश टुक्र्याउँदैछौँ है, स्योरली, फर स्योर हामी देश टुक्र्याउने दिशातिर गइछौँ।
यस्तो भेडो दोस्रो गोर्खाली छ नि त्यो ब्रिटिसको लागि लड्ने पहिलो गोर्खाली होइन दोस्रो गोर्खाली बन्नलाई छोडिदिनुहोस् है र वाट यु निड हियर हामीलाई अब के चाहिएको छ त भन्दाखेरि मेरो यो भिडियोको नाम पनि संस्कारल रिभोल्युसन भन्छु म नेपाली र इङ्ग्लिस वर्डलाई अर्थात् कल्चरल रिभोल्युसन हामीले सोच्ने तरिका हेर्ने तरिका र बुझ्ने तरिका है डिस्कस गर्ने तरिकामा पुरा चेन्ज आउनुपर्छ है र यही तरिकाले यही भेडो दोस्रो गोर्खाली तरिकाले हामीले सोच्दै गयौँ भने हामीले नेपालको इन्टिग्रिटी मात्रै गुमाउँदैनौँ हामीले धेरै कुरा गुमाउँछौँ र अब के गर्ने त भन्दाखेरि सिके राउतको कुरालाई कसरी हेर्ने त भन्दाखेरि तराईमा भएको विभेदलाई त्यहाँ भएको डिस्क्रिमिनेसनलाई र त्यहाँ भएको हामीले गरेको इम्पेरियलिजमलाई एक्नोलेज गर्दै तराईलाई पनि अधिकार दिएर पूर्वी मधेस पश्चिम मधेसलाई छुट्टा छुट्टै फेडरलिजम दिएर लिम्बूलाई पनि स्वायत्तता दिएर उनीहरूलाई पनि गौरव फिल गराएर र हिजो हामीले गरेको गल्तीहरूको समीक्षा गर्दै हामी सिङ्गो एउटा राम्रो नेपाल बनाउन सक्छौँ होइन भने तपाईँले आइएम नेपाली भने त्यो दोस्रो खालको भेडा गोर्खाली बनेर अनि त्यो हुन्छ नि ऋतिक रोशनले केही भन्यो भनेर बाटोमा पोस्टर जलाउन जाने आफ्नो इतिहास थाहा छैन फेरि है अनि त्यस पछाडि त्यो बुद्ध नेपालमा जन्मेको थियो भनेर तपाईँले ताल पर्यो भने 3 दिन अनसन बस्न तयार हुनुहुन्छ त्यो प्रुभ गर्नलाई तपाईँलाई यति थाहा छैन कि बुद्ध जन्मिँदाखेरि कपिलवस्तु नेपाल पनि थिएन अनेस्टली स्पिकिङ है म नेपाली हुँ मलाई बुद्ध जन्मेको ठाउँ अहिलेको नेपाल हो म यो भन्नमा गर्व गर्छु तर कस्तो भन्दाखेरि हाम्रो यो दोस्रो दर्जाको नेपालीलाई इतिहास थाहा हुनु परेन कुरा थाहा हुनु परेन म त नेपाली भनेको छ गोर्खाली भनेको छ बुद्धि जति सबै कोलोनिस्ट ब्रिटिसले खाइदियो क्या पढ्न लेख्न दिएन बन्दुकको नाल दियो त्यो पहिलो खालको गोर्खाली भन्न खोज्नु होला जुन गोर्खाली जुन नेपाली स्पेसली गोर्खाली भन्दा नेपाली किनभने युद्धहरू किल्ला काँगडा टिस्टा पूर्व पश्चिम सबैतिर भएको थियो त्यो नेपालीहरू जसले आफ्नो सार्वभौमसत्ता र आफ्नो इन्टिग्रिटीहरू गुमाउन चाहेन ओके बिङ सेड द्याट हामी एउटा समाजमा बहुकल्चरल एउटा नेपाल सानो देशमा मल्टिकल्चरल मल्टी रिलिजियस र मल्टी इथनिक सोसाइटीहरू बसिरहेछौँ जबसम्म सबै इथनिक सोसाइटीहरूलाई इक्वली सम्मान र विगतमा भएका कुराहरू हामीले हाम्रो भएको केन्द्र सरकारबाट भएको गल्तीहरू समीक्षा गर्न सक्दैनौँ तबसम्म हामीले सिङ्गो नेपालको सपना देख्नु भनेको डे ड्रिमिङ हो लाल सलाम